ल हिँड्नु यो चाहिँ हाम्रो सानो मिनी जङ्गल सफारी मजा आउँछ यस्तो यस्तो जङ्गल सफारी जस 15 दिनमा एकचोटि गर्न पाइन्छ अरू हाइकिङ जाने भन्छन् हाम्रो चाहिँ नि यो अय्या हाइकिङ भन्दा नि चौखण्डै नै हुन्छ के गर्नु बा तपाईँलाई यस्तो मिनी सफारी हाइकिङ जानु मन छ भने यतातिर आउनुभयो हुन्छ हामीसँग 15 दिनमा यसो टचअपमा बस्नुभयो हुन्छ यो हो हाम्रो मिनी हाइकिङ गाइस कस्तो है जङ्गल त राम्रै छ क्या जङ्गल भएको हरियो भएको बाटो मात्र नभएको जङ्गल त रमाइलो छ जङ्गल सफारी गर्न त एकदम रमाइलो छ फेरि यहाँ आएर के अरे असार साउनमा पिकनिक गर्न पनि खुब रमाइलो हुन्छ अनि यदि कसैलाई पिकनिक गर्नु मन छ भने यहाँ चौरमा यसो भन्नु होला दाउराको केही चिन्ता गर्नु पर्दैन पेट्रोल सेट्रोलको चिन्ता गर्नु पर्दैन यहाँसम्म बाइक साइक आउँदैन त्यही भएर यसो भारी बोक्ने मान्छे चाहिँ एकजना खोजेर यहाँ पिकनिक गर्न आउनुभयो हुन्छ अये मामा गाडी नै ल्याउनु मन छ भने चाहिँ नि त्यो पुलसम्म चाहिँ त्योभन्दा अलिकति यतासम्म चाहिँ गाडी आउँछ है गाइस फेरि यहाँसम्म आयो हुन्छ अनि हाम्रो यहाँबाट गाडी ल्याउनु हुन्छ त्यो माथि भन्ज्याङसम्म चाहिँ आउँछ जस यहाँसम्म जङ्गल सफारी गर्न चाहिँ खुब रमाइलो हुन्छ हजुरलाई कसैलाई इन्ट्रेस्ट छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला है